हाई एभ्रिवान, आज चाहिँ मेरो पार्सल म ओपन गर्न गइरहेको छु। यो पार्सल अलरेडी आइसकेको थियो किनभने म कलकत्ता गएको थियो अनि सो आज चाहिँ मैले फाइनली मेरो हातमा पाएको छ अनि म यसलाई ओपन गर्नेवाला छु। अनि तपाईले हेर्नुहोस् मैले के मगाएको छु भनेर। यो मगाएको छु हैन। यो चाहिँ अब किन मगाएको भन्दाखेरि चाहिँ अब हामीले पैसा कति वेस्ट गर्छ हैन। 10 रुपैयाँ पायो खानै, 20 रुपैयाँ पायो खानै हैन। अनि 100 रुपैयाँ पायो नि खानै, 500 रुपैयाँ पायो नि शपिङ गर्नु जाउँ भन्ने हुन्छ हैन। 500 रुपैयाँको त आइहाल्छ एउटा टी-शर्ट। अनि मैले चाहिँ के सोचेँ हैन, अब चाहिँ मैले सेभिङ गर्नुपर्ने हुन्छ, जति पनि पैसा यसरी खाएर सक्नु हुँदैन भन्ने चाहिँ मेरो माइन्डमा आयो। सो अब चाहिँ म यसमा के अरे सेभिङ गर्नेछु। अनि यसमा अलरेडी यो छ के अरे कति सेभिङ गर्छ भनेर मेरो फोन आयो। गुड आफ्टरनुन, हेलो 601 सर। यस सर, ओके सर, ओके। अनि के भन्दै थियो भने सो यहाँनिर चाहिँ हामीले टिक मार्क गर्नुपर्ने हुन्छ मैले कति पैसा लगाएँ भनेर। किनभने हामीलाई याद हुन्छ नि त लास्टमा गएर हाम्रो यो 1 लाख पुगेको चाहिँ हामीले अहिलेदेखि नै जति हाल्छ टक टिक गर्दै गयो भने चाहिँ अब फाइनलमा चाहिँ गएर हामीले अब मेरो यति पैसा भन्ने चाहिँ हामीलाई हुन्छ। सो या त्यही हो। अब म यसमा पैसा सेभ गरेर चाहिँ हजुरहरूलाई बादमा देखाउने छु है त। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो।